गुरु मन्त्र आधी ल्याउने कुमति उडाउने गुरु मन्त्र लुट्ने पिट्ने गफ चलाउने केरे थैको शोर मचाउने रहेन दिन कसैको अब चाहिँ हाम्रो पालो आछा गुरु मन्त्र ये पो यो चाहिँ के रानी कुखुरा समात्ने ट्रेनिङ गरेर आएको पूर्व तयारी राम्रो गर्नु परेन बनाउँछौ रानी मुखले त रानी बनाइहाल्छौ नि कामले चाहिँ चुलोको खरानी बनाउँछौ तँलाई थाहा छैन आज कुल अध्यक्षको चुनाव यो दौड प्रतियोगिता मैले त दौडिने मात्रै जित्ने त तैले हो नि गुरु बुझे लौ अब कुलो अध्यक्षको दौड आरम्भ हुन्छ कुलो अध्यक्ष उम्मेदवार चतुर्माण्ड बिरमान यहाँ उपस्थित हुनु पर्यो तल कुवानेरीको रुखमा रातो कपडा झुन्ड्याएको छ जो पहिले गएर ल्याउँछ त्यही अध्यक्ष हुन्छ अब म 1 2 3 भन्छु तपाईहरु दौडिने 1 2 3 कपडा त छैन छतुरे बजिया कुन बेला आएर लगेछ होइन कुन बाटो आयो त्यो बजिया खतमै पारेको नि अध्यक्ष हुने धोकै रह्यो ठिक छतुरे चाहिन्छ छोरो भने यस्तो हुनुपर्छ बाउ भने पनि त यस्तै हुनुपर्छ नि दिमागै बोधो जय बिरमान भाइ तिमी रिसाएन मैले जिते भनेर रिसाउँथे दाइ तर अचम्म चाहिँ परे किन चतुरे दाइ तपाईभन्दा कान्छो म तपाईभन्दा दौडधुप गर्न सक्ने मान्छे म तर तपाईले आज मलाई दौडमा कसरी जित्नुभयो यही अचम्ममा परे चाहिन्छ यसो गरे जस्ता जस्तै
तिमीलाई बलभन्दा बुद्धि ठुलो हुन्छ भन्ने कुरा थाहा छैन अबदेखि नबिर्स है हस् अघिसम्म त बिर्सेको थिएँ अब तपाईँले सम्झाइदिनु भयो अब कहिले पनि बिर्सिन्न चाहिन्छ जे भए पनि तिमी हामी मिलेर यो गाउँमा अरू नयाँ चिजको विकास गरौँ क्या गाउँमा एनजिओका मान्छेहरू आछन् बिहानै मेरो पनि भेट भएको थियो हुन्छ दाइ हुन्छ ल त बिरुवान भाइ जाउँ है होइन यसले कसरी जित्यो गट्टा पो खेलिरहेको रहेछ चनु त होइन एक्लै खेल्न मिल्छ र भने मिलाएर खेलेपछि मिलिहाल्छ नि त्यही माथि दुईजना खेल्न त साथी चाहियो नि म छँदैछु नि मसँग खेल्छौ त ए तिमीलाई पनि खेल्न आउँछ के भन्नु आफ्नो त दिमागै बोधो मलाई कस्तो कस्तो त आउँछ जाब गट्टा खेल्न आउँदैन त आऊ खेलौँ तिमीलाई त जितिदिन्छु म भो जित्नलाई म कस्तो सिपालु छु तिमीलाई के थाहा ल आऊ खेलौँ भगवानले त यसलाई फुर्सदमै बना जस्तो छ कति राम्री छे मरी के हेर्नु नि सुन्दरताको पान गरिरहेको नि हेर चनु म तिमीलाई उल्कै माया गर्छु तिमीले आफ्नो बनाउन सकिन भने धरो धर्म मर्दिन्छु म त ए झुन्डेर मर्छु कि हाम फालेर मर्छौ जे गरेर मरे पनि तिमीलाई के मतलब निष्ठुरी म चाहिँ ऊ भन्दा हुरुक्कै ऊ चाहिँ मैले तिम्रो लागि के गरिन के गरेछु तिमीले मेरो लागि के चाहिँ गरिन सब थोक गरेछु तिम्रो लागि मैले तिम्रो बाको थप्पड पनि खाइसकेको छु जाबो थप्पड त्यो पनि एकपल्ट खाएको त हो नि मान्छेले पिरिम पाउन के खान्छन् त्यसो भए तिम्रो लागि मैले के खानु पर्यो त 20 अरू के त बुझ्छौ नि यसो के गरेको देखिस् तेरो आँखा छैन भात खाइरहेको लु हो नजिस्किन के गर्नु नि दसैँमा गर्नुपर्ने कामको लिस्ट बनाएको नि यसपालि भाइ नभए हुने भयो कामको माग बढी छ सबलाई गर्न चाहिँ नभ्याउला जस्तो छ है के सबलाई गर्न नभ्याउनु कुरो किल्लर कट भन त्यही त नि बोका कुखुरो खसी दसैँको अर्डर यति सबै हो पढेर सुनाऊ पढेर सुनाउनु त ल सुन तैँले र मैले यो दसैँमा चोरी चकारी गरेर माल सबलाई गर्ने विवरणहरू ल सुन है त नम्बर 1 हरि साहु बोका 2वटा रङ निखर कालो नम्बर 2 शिवे नेवार खसी 1वटा रङ नो पारबुलम नम्बर 3 गुर्सेनी कान्छी कुखुरा 3वटा
लम्बर नम्बर 4 मानन्द रामे हाँस 4वटा बुझिस् यो भयो मुख्य मागहरू जिना मसिना मागहरू त कति छ कति अरे के त उही त अनि दसैँ अदर त धेरै रहेछ नि तैँले र मैले भ्याउला र भ्याउनु पर्यो नि चोरी चकारी अभियान तीव्र रूपमा गरेर भए पनि सामान सबलाई त गर्नु परेको नि मलाई त शङ्का पो लाग्छ दसैँको यत्रो माग छ नभ्याउने पो हो कि त्यसो भए लुवाङ्गे यसो गरौँ 2-4वटा कर्मचारी नियुक्ति गराउन त हुन्न अब के त उही त अनि हुन्छ र त्यसो भए दसैँको चोरी चकारी अभियान सञ्चालन गरेर जाउँ ल जाऊ ये लुवाङ्गे हेर त खसी गजबको छ हो रहेछ हो जाऊ उछिटाइहालौँ जाऊ ये लुवाङ्गे 2 जना नजाउँ 1 जना मात्र जाउँ होइन किन घर बेटी आयो भने त तोड परिहाल्छ नि त्यसैले लुवाङ्गे एउटा त सेन्ट्री बस्नु पर्यो नि अरे के त उही त हो नि ल म सेन्ट्री बस्छु त जान मनी सुन म खसी डोराउँछु त पछाडिबाट धपाइ त ल खोइ डोरी ल ए सुगे के खसी ल्या हो नि खसी ठिट्टो खसी है आइज मन ए सुगे के अरु के त ओइ त हो नि तिमीले त बोकाको आमा पो बोकेर ल्याछौ त के भन्छले खोइ त थुक मेरो पुसी होइन ए जनमती तँलाई यतिका माग्न आउँदा पनि तैँले किन बिहा गर्न माने कि होइन तिमीहरू कुरै बुझ्दैनौ क्या मलाई जति पनि माग्न आयो नि ती सबै गाउँ वरिपरिका मात्रै माग्न आयो क्या अब जीवनमा एकपल्ट बिहा गरेर घर छोड्नु पर्दा पनि किन आफ्नो गाउँ वरिपरि बिहा गर्ने अनि कहाँ गर्छस् त अमेरिका होइन काठमाडौँ छ्या म त काठमाडौँमा बिहे नै गर्दिनँ किन काठमाडौँमा त सधैँ जुलुस धर्ना आन्दोलन चक्काजाम मात्र हुन्छ रे थाहा छ त्यहाँका मान्छेहरूले त आफ्नो सुले कुनै पनि काम गर्न पाउँदैनन् रे कस्तो कुरा गर्छ यो अब यो जुलुस अनसन धर्ना चक्काजाम त कहिले काहीँ पो हुन्छ त सधैँभरि हुन्छ खै काठमाडौँका मान्छेहरूलाई त यो बाहेक अरू केही आउला जस्तो छैन जेसुकै होस् म त काठमाडौँमै बिहे गर्छु त्यसो भए त काठमाडौँ बाहेक अन्यत्र कहीँ बिहे नगर्ने ठिकै छ यो त आफ्नो विचार हो भनेपछि यसका छोराछोरी त जन्मिने बित्तिकै आन्दोलनकारी भएर जन्मिनु भयो नाम पनि आन्दोलनकारी अनसन हडताल चक्काजाम राख्छे होली यस्तो उस्तो कुनै पनि नाम राख्दिन छोरा जन्मिए लोकतन्त्र राख्छु र छोरी जन्मिए शान्ति राख्छु गुरु मन्त्र गुरु 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 मन्त्र गुरु 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 मन्त्र गुरु 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 मन्त्र गाउँ घर सहर लोकतन्त्र आछा बरोबरी गर्नेको साथ नै गाछ तहलाउन त्यसलाई आछा
गुरु मन्त्र आधी ल्याउने कुमति उडाउने गुरु मन्त्र गुरु मन्त्र लुट्ने पिट्ने गफ चलाउने घेर थैको शोर मचाउने रहेन दिन कसैको अब चाहिँ हाम्रो पालो आछा गुरु मन्त्र गुरु मन्त्र आधी ल्याउने कुमति उडाउने गुरु मन्त्र गुरु मन्त्र गुरु मन्त्र Brought to you